ल हाम्रो चाहिँ यहाँ काम यस्तै चलिरहेको छ केटाहरू युरो सोरिरहेको छन् हैन कस्तो भइरहेको छ त मुख लुगाउन थालिहाल्छ नि लिउँदै कस्तो छ त काम युरो सोरायो नि यो भनेको पैसा हो पैसा यो भनेको पैसा हो गाइस युरोपमा यस्तै भइरहेको छ मजाले समुद्रको भ्यू हेऱ्यो मजाले काम गर्यो सो गाइस देख्न सक्नुहुन्छ फाइनल्ली घर चाहिँ पास भयो अब यो एरियामा एकदमै डिफिकल्ट छ किनकि यो साइडमा पनि घरहरू छ त्यो नसार्ने घरहरू सानो गल्लीबाट घर पास गर्नु परिरहेको थियो फाइनल्ली घर चाहिँ पास गर्यो आज चाहिँ हामी काम गर्ने ठाउँ क्रोसियातिर अब घरहरू सार्ने काम भइरहेको छ काम गर्ने ठाउँमा सो रामदाई के भइरहेको छ अनि आज यसो भनिदिनु न त यता आज यो हाम्रो यो ओमिसमा है हाम्रो यो मोबाइल हाउसहरू हामीले एक ठाउँबाट अर्को ठाउँमा चाहिँ मुभ गर्दैछौँ हजुर यो एउटा घर नै हो यो एउटा अपार्टमेन्टमै हो है यो चाहिँ 5-6 जना बस्न मिल्ने घरहरू हो 5-6 जना लगभग मान्छे को भयो भने 10 जनासम्म बस्न मिल्ने हाउस हो यो रिसोर्ट जस्तो हो अब यसलाई चाहिँ देख्न सक्नुहुन्छ कसरी सारिरहेको छ क्रेनले उठाएर अनि कतिको गाह्रो हुँदो रहेछ यसो भनिदिनु न त खासै गाह्रो भन्दा टेक्निकल कुरा हो यो होइन टेक्निकल कुरा हो त्यो टेक्निकलको हिसाबले चाहिँ अब अलिकता उनी लाग्छ गाह्रो नै हो सो गाइस देख्न सक्नुहुन्छ सबै प्रायः क्रोसियनहरू नै छ यो गाडीहरू भयो अब यो देख्न सक्नुहुन्छ यो यता साइडमा सारिरहेको छ यो चाहिँ हामीहरूको काम गर्ने एरिया भयो भिल्लाहरू पारितिर छ अब यो घरलाई चाहिँ यो अगाडिको खाली एरियामा लगेर राख्ने भनिरहेको छु यो खाली एरियामा त्यहाँ राख्नको लागि यहाँ क्रेनले अब घरहरू पुरा घर नै उठाइरहेको छ देख्न सक्नुहुन्छ म चाहिँ हजुरलाई पुरा नै देखाउँछु अहिले चाहिँ अनसिजन चलिरहेको छ देख्न सक्नुहुन्छ क्रोसियामा हामी चाहिँ उइसमा छौँ अनसिजन चलिरहेको छ अनि सो त्यही यो केटा अब यस्तै छ कामहरू देख्न सक्नुहुन्छ अहिले अनसिजनमा अब कामहरू यस्तै चलिरहेको छ क्रेनले पुरा घर उठाइरहेको छ देख्न सक्नुहुन्छ पुरा क्रेन छ यो अहिले अलरेडी एउटा घर उठाएर उता लगिसकेको छ उता साइडमा देख्न सक्नुहुन्छ अब यो 10-12वटा घर उठाउने गरे अनि त्यही भएर अब यो सबै पुरानो घरहरू अब यसरी उठाएर अब गाडीमा राखेर क्रेनले सो यस्तै चलिरहेको छ अनि हामीहरूको क्रोसियाको काम आजभोलि अनसिजनमा कन्स्ट्रक्सनको काम अब हामीहरूको यो चाहिँ होटलभित्रकै हो एरिया अब यो भिल्लाहरूमा काम यस्तै भइरहेको छ हामीहरूको देख्न सक्नुहुन्छ उता पारि पनि भिल्लाहरू छ एकदमै ठुलो एरिया छ यो चाहिँ यहाँ चाहिँ 150 एउटा भिल्ला छ गाइज अनि यो रिसोर्टको एरिया हो उता साइडतिर देख्न सक्नुहुन्छ समुद्र छ अब अहिले हामीहरूको काम चाहिँ यस्तै छ चलिरहेको छ अनि रामदाई अनि कस्तो छ क्रोसियाको यसो हालखबर कामसाम आजभोलि भनिदिनु न त आजभोलि यो अक्सिजनको बेलामा चाहिँ हामीले चाहिँ अब यही हो मेन्टेन गर्ने घरहरू कसरी कुन ठाउँमा राख्ने भन्ने होइन कन्स्ट्रक्सनको काम अब यस्तो सबै मिलाएर अब सिजनको लागि नयाँ डेकोरेसन गरिरहेको छौँ हामीहरूले तयारी चलिरहेको छ नयाँ सिजनको लागि नयाँ सिजनको लागि नयाँ तरिकाको नयाँ स्टाइलकोहरू सबै कुरा होइन हजुर वातावरण अनुसार मिलाउनु पर्ने भएर चाहिँ अब यो सबै घरहरूलाई चाहिँ मुभ गर्दै एउटा तरतिब लगाउन चाहिँ लागेको एक्जाम्पल हाम्रो त्यो एउटा पारी छ नि त्यो हजुर देख्नुहोस् न पारीको घरहरू यसरी मिलाएर राख्नको लागि अब यो घरलाई देख्न सक्नुहुन्छ अब यो सारेर यहाँबाट क्रेनले उठाएर लगेपछि अब यसलाई लगेर उता सार्छ म हजुरहरूलाई उताको भिडियो पनि देखाउँछु कसरी झार्छ यसलाई फाइनल्ली गाइज यहाँ चाहिँ घर झार्नको लागि रेडी गरिरहेको छ यहाँ अलरेडी 2टा घर सेट गरिसक्यो देख्न सक्नुहुन्छ अलरेडी 2टा घर सेट गरेछ अब यहाँ तेस्रो घरको लागि यो तल ठाउँ बनाइरहेको छन् घर देख्न सक्नुहुन्छ गाडीमा छ सो यसरी नै हो घर झार्ने अब उताबाट लिएर यता सेट गरिरहेको छ त्यही हो आजको भ्लग हामीहरूको आजको काम यस्तै भयो पुरा दिन सो यस्तै चलिरहेको छ हाम्रो भिल्लाहरू बनिरहेको छ नयाँ न्यू सो देख्न सक्नुहुन्छ अर्को हाम्रो मिस्त्रीलाई